हेलो गाइज वेलकम टु इटिएल ब्लगमा यहाँलाई स्वागत छ। टक्क दसैँकै बेला चाहिँ यहाँ काठमाडौँतिर यस्तो छ गाइज, मेन रोड पनि यस्तो छ है, कोही छैन, पुरै खाली छ यहाँ। ल गाइज हेर्न सक्नुहुन्छ है, पुरै खाली छ यहाँ मेन रोड पनि। टक्क लगाएर हामी चाहिँ यहाँ गाडी कुरेको लगभग 1 घन्टा जति भइसक्यो, बस्ने यहाँ छैन, 1 किलो मात्र चलिरहेछ। काठमाडौँको मान्छेहरू सबै गाउँ गइसक्यो दसैँ मनाउनलाई, अहिले कोही छैन गाइस। टक्क लगाएर हेर्न सक्नुहुन्छ है। ल मौसम चाहिँ एकदमै राम्रो छ। बस्नै आउँदैन यार। अहिले चाहिँ टक्क म यता आएको छु, यहाँबाट नि खतरा देखिँदो रहेछ ठाउँहरू चाहिँ। लगाएछ यहाँबाट नि काठमाडौँको भ्यू चाहिँ राम्रोसँग देखिँदैछ। यो ठाउँ चाहिँ मात्र के नाम के हो यार, नाम दाजुजीले सल्यान थान यो गाउँको नाम। अनि त्यहाँबाट चाहिँ हामी केबल कार चढ्छौँ। केबल गाडी तङ्मुबे घर मिन्दारो चाहिँ चन्द्रगिरी गाइस। चन्द्रगिरीतिर चाहिँ यहाँबाट पुरा यहाँ देखिरहेछ, बादल लागिरहेछ होइन। टक्क लगाएर गाइस हेर्न सक्नुहुन्छ है। म चाहिँ यतातिर छु, दिदी चाहिँ यतातिर हुनुहुन्छ, दिदी यता हुनुहुन्छ। हामी टक्क लगाएर हामी चाहिँ दाइ भाउजूले भेट्न जाँदैछौँ गाइस। यहाँतिर चाहिँ यस्तो रहेछ गाइस, टक्क लगाएर। त्यो चाहिँ थाङकोट, त्यो चाहिँ थाङकोट हो। यहाँ बच्चाहरू चङ्गो उडाइरहेको छ। टक्क लगाएर गाइस ल एकदमै स्वच्छ इन्भाइरोमेन्ट छ गाइस है। ल गाइस अब चाहिँ हामी दाइ बोजूको घर आइपुग्नै लाग्यो। यहाँतिर नि कस्तो खतरा ठाउँहरू देखिँदैछ गाइस। यो समय चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ गाइस है।